यहाँ चाहिँ हुनुहुन्छ बर्थडे बोय है। बर्थडे पार्टी भएको थियो। खासमा चाहिँ बर्थडे चाहिँ हो 29 जुलाईमा, तर बर्थडे चाहिँ पार्टी चाहिँ अब केक चाहिँ त्यो दिन पनि काटेको थियो, तर पार्टी चाहिँ गरेको थिएँ 1 अगस्तमा। मलाई पनि इन्भाइट गरेको थियो। इन्भाइट गरेपछि अब यस्तोतिर नजानु त कुरै छैन। अब झन् म कत्तिको एक्साइटेड हुन्छु। खालि भिडियो र फोन हातमा छ त भिडियो र फोटो मात्रै, खानु पनि बिर्सिन्छु क्या। नानीसँग एकछिन फोटो खिच्यौँ किनभने आन्टी अङ्कलको पनि यसो मेमोरी हुन्छ। म भिडियो बनाइदिन्छु है भनेर चाहिँ आन्टी अङ्कलको पनि बनाइदिएँ। जो चाहिँ म्याडमको आमा पापा हुनुहुन्छ, यहाँ चाहिँ मेरो म्याडम हुनुहुन्छ होइन। म्याडमसँग पनि फोटो खिचेँ। सरसँग फोटो खिच्नु चाहिँ बिर्सिएँ क्या। त्यो म त गएपछि भने नि त्यो नानीहरू भन्दा पनि ज्यादा त मैले कुदेको गर्छु होला। मलाई चाहिँ एकदमै खानुको भन्दा पनि ध्यान हुँदैन, खालि भिडियो फोटोमै ध्यान हुन्छ क्या मेरो। त्यही माथि यहाँनिर चाहिँ म्याजिसियन पनि आएको रहेछ होइन। अन्त यसको भिडियो बनाउँदाखेरि मैले कतिवटा चाहिँ भिडियो बनाएको थिएँ। अन्त नानीहरूलाई पनि अब रमाइलो अब यसरी म्याजिसियन बोलाइदिएको छ भने चाहिँ यिनीहरू पनि एउटा जग्गामा बसेर मजाले के हेरिबस्छ। मैले चाहिँ पानीपुरी अघि देखेको थिएँ र खानु मन लागिरहेको थियो, तर यिनीहरूले त एक एकवटा मात्रै दिँदो रहेछ। यिनीहरू चाहिँ 3जना स्टाफ आएको थियो। है कुन चाहिँ होटलबाट आएको हो त्यो चाहिँ मैले उयो गर्नु नि बिर्सेँ क्या, खानाको भिडियोहरू बनाउनु नि बिर्सेँ। अन्त तिनीहरू कहाँ कुन चाहिँ होटल थियो त्यो पनि याद गर्ने बिर्सेँ। अन्त खानासानाहरू चाहिँ अब राम्रै नै थियो। नानहरू थियो, चिल्ली पनिरहरू थियो, अनि दाल मखनीहरू थियो, के थियो मैले आधा त हेर्नु पनि भ्याइनँ क्या। त्यो यता कुद्दा उता कुद्दै नि म त यिनीहरूको भिडियो बनाउँदै नि ठिकै। कतिवटा चाहिँ म भने नि यताउति कहीँ गयो भने त नि मेरो फोन त सबै भिडियो बनाएर नि फुल भइसकेको हुन्छ क्या। फेरि भिडियो मात्र बनाएर पनि हुँदैन, मलाई फोटो पनि खिचेकै हुनुपर्छ क्या। अन्त त्यो भिडियो फोटो बनाउँदा नै मेरो त यता खानामा त ध्यानै गएन। तर खाइनँ चाहिँ होइन, खाना चाहिँ खाने चाहिँ खाएँ, नखाने त अब कुरै छैन, खान त खाएँ नि। पानीपुरी चाहिँ लास्टमा पनि त्यो पानीपुरीको त्यो पानी कति खाएँ क्या। अन्त नि केक काट्ने टाइम पनि भयो। अनि यहाँ चाहिँ म्याडम सर र नानीले चाहिँ केक काट्दैछ, केक कटिङ गर्दैछ होइन। अन्त आन्टी अङ्कल पनि अब साथमा अब आन्टी अङ्कल पनि थियो, म्याडमको जो आमा पापाहरू उहाँहरू पनि थियो साथमा होइन। अन्त नानीलाई चाहिँ केकै नकाटी यसले चाहिँ खाने चाटेको त्यो साइडबाट त्यहाँ केक निकाल्छ होइन, चाट्छ। अन्त लास्टमा त केक काटिसकेर त छुरी नि चाल्दै थियो कि यो नाइफ नि। कस्तो हँसाउँछ केटाकेटीहरूले। केटाकेटी अब सबै यिनीहरूको साथीहरू। अन्त यिनीहरूलाई यति एरियामा नि खेल्नु पनि खानु पनि होइन। यिनीहरूलाई चाहिँ अब रमाइलो। तर ठुलो मान्छेहरू पनि आएको थियो, आमा बाउहरू पनि सबै थियो। म्याक्सिमम् लगभग 30-40जना चाहिँ थियो मान्छेहरू भनौँ न त्यहाँनिर। अन्त म चाहिँ आधी पार्टी नै छोडेर आउनु पऱ्यो, किनभने म चाहिँ काम जानुपर्छ नि त। म चाहिँ पार्टीहरू गएपछि चाहिँ फर्स्ट गयो लास्टसम्म सकेर मात्रै निक्लिनु मन लाग्छ होइन। तर काम भएकोले गर्दा चाहिँ म चाहिँ फर्केर आउनु पऱ्यो आधी बिचमै नि होइन। नानीले केक चाटेको हेर्नु नि, लास्टमा छुरी चाट्यो।